सम्पूर्णमा नमस्कार। इरानले गएराती कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डामाथि मिसाइल आक्रमण गरेको छ। अमेरिकाले इरानमा रहेका आणविक केन्द्रमा आक्रमण गरेको बदलामा कतार र इराकमा रहेका सैन्य अड्डामा मिसाइल आक्रमण गरी जवाफी आक्रमण गरेको हो। कतारमाथि भएको आक्रमणप्रति कतारले निन्दा गरेको छ, तर मिसाइल सफलतापूर्वक आकाशमा निष्क्रिय गरेको बताएको छ। कतारको सुरक्षा मन्त्रालयले देशको अवस्था सामान्य रहेको बताएको छ। नेपाल सरकारले युद्धग्रस्त इरान र इजरायलबाट नेपाली श्रमिकको उद्धार सुरु गरेको छ। भारत सरकारसँग समन्वय गरी इरानमा रहेका 11 नेपालीलाई उद्धार गरी आज दिल्ली ल्याउने तयारी गरेको छ। इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। दोहास्थित नेपाली राजदूतावासले नेपाली नागरिकहरूलाई कतार सरकारको आधिकारिक सूचना तथा निर्देशन पालन गर्न आग्रह गर्दै सतर्क रहन अनुरोध गरेको छ। युद्धग्रस्त क्षेत्रहरूमा रहनुहुने नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरू आफू सुरक्षित र सतर्क रही आफ्नो घर परिवारसँग लगातार सम्पर्कमा रहनुहुन अनुरोध गर्दछु। धन्यवाद।